ए गाइस सबैलाई गुड इभिनिङ। अहिले चाहिँ म ट्रेन स्टेसनमा आएको छु। तपाईहरु देख्दै हुनुहुन्छ होला। आज चाहिँ किन आएको भन्दाखेरि के भन्छन् यो हाम्रो मोबाइल अलिक बिग्रेको थियो, त्यही कारणमा आएका थियौं। अरु आज चाहिँ मैले किन ब्लग बनाएँ भन्दाखेरि यतिकै हुँदैन बनाउन मन लागेको थियो। मिन्स अरु बेला त प्रितमले ब्लग गर्थ्यो हो, तपाईहरु हेर्नु पनि हुन्थ्यो होला, लेकिन सपोर्ट पनि गर्नु हुन्थ्यो होला। त्यही आज चाहिँ मैले बनाएको हेरौँ अब यसमा कति भ्यू या लाइक आउँदो रहेछ। त्यो भए चाहिँ म नि कन्टिन्यू गर्छु। अहिले चाहिँ मेरो थाहा छ, तब हेरौँ कस्तो हुँदो रहेछ। अहिले चाहिँ हामी मम्मी र म यही के मिन्स तेरामा आएका थियौँ। तपाईँ हेर्न पनि सक्नुहुन्छ। अहिले चाहिँ तपाईँले मलाई सानो सिनेरी देखाउन खोज्दैछु। अब हेर्नु कस्तो हुँदो रहेछ, हेर्दै जानु। यहाँ चाहिँ हामी स्टेसनमा थियौँ हो, यहाँ हेरेर तपाईँ हेर्न सक्नुहुन्छ। यहाँ एउटा ट्रेन आएको छ, त्यहाँपछि यतापट्टि राम्रो छ। यतापट्टि चाहिँ साइडको पोर्सनमा चाहिँ नहेरिदिनु होला, किनकि तपाईँलाई थाहै छ के हो। यता चाहिँ यहाँनिर सानो एउटा पोखरी जस्तै रहेछ है। लु राम्ररी भिजिबल भएको छ कि छैन थाहा छैन, लेकिन छ। तो गाइस अब चाहिँ हामी घर पुग्न आँट्यौँ। अब हामी घर पुग्न आँट्दा यो अलिकति सिनेरी छ। अरू तपाईँ देख्दै हुनुहुन्छ हामी रेलीमै हिँड्दा थियौँ। त त्यहाँ अलिकति मोबाइल हिलियो भने, कहिले क्यामेरा हिलियो भने त्यसमा माफ गर्न सक्नुहुन्छ या कम्प्रोमाइज गरिदिनु होला। अरू यो भिडियोलाई कस्तो लाग्यो भने लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। तो गाइस अब चाहिँ हामी घर पुगेका छौँ, पुग्यौँ। अब तपाईलाई यो भिडियो कस्तो लाग्यो भने, राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। लु आजको भिडियो यति। थ्याङ्क यू एन्ड बाई।